हेलो नमस्ते सबैजनालाई म विजय तपाईँहरू सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म नयाँ प्रोडक्ट चाहिँ अनबक्सिङ गर्दैछु होइन। यो चाहिँ अलमोस्ट अहिले भर्खर मार्केटमा आएको हो अनि धेरैजनाले देख्नु पनि भएको छ होला। अनि जसलाई चाहिँ ग्याजेटहरूमा अनि त्यसपछि क्यामेराहरूमा चाहिँ अलि फोकस हुन्छ उहाँहरूले चाहिँ यो अलमोस्ट धेरैले देखिसक्नु भएको चाहिँ मसँग चाहिँ अहिले DJI-को अस्मो पकेट 4P छ है त। ए अनि यो क्यामेरा चाहिँ म DJI Action 6 चाहिँ लिन खोजिरहेको थिएँ। अनि त्यसपछि चाहिँ DJI Action 6 अब चाहिँ 2-3 महिनापछि त Action 7 पनि आउन थाल्छ होइन। त्योभन्दा बरु यो चाहिँ पकेट 4मा चाहिँ अहिले चाहिँ 4P-मा चाहिँ डबल लेन्स छ नि त। अनि त्यसपछि चाहिँ एउटा चाहिँ जुम भयो, एउटा चाहिँ नर्मल क्यामेरा चाहिँ भनेर होइन। अनि यो क्यामेरा चाहिँ मैले लिगेको है त। अनि मैले लिन पनि यत्तिकै अनि एकचोटि हेरेँ अनि त्यसपछि चाहिँ पैसा ठिकै लाग्यो मलाई। अनि त्यो भएर चाहिँ मैले लिगेको है त। यसमा चाहिँ डबल क्यामेरा छ। अनि त्यसपछि चाहिँ यसको चाहिँ बेस्ट भनेको चाहिँ यो 1 इन्च सेन्सर छ होइन। यति सानो पकेटमा पनि। यसमा चाहिँ अर्को बेस्ट भनेको चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ ट्र्याक गर्छ यसले चाहिँ होइन। तपाईँलाई चाहिँ ट्र्याक गर्छ। अनि त्यसपछि चाहिँ तपाईँ यदि लगमा खिच्नुहुन्छ भने चाहिँ तपाईँको लागि बेस्ट छ यसले चाहिँ। अनि न्यू डिलक 2 भन्ने छ। अनि अर्को चाहिँ बेस्ट ओभर बेस्ट भनेको चाहिँ 4K 240 FPS त्यो स्लो मोसन यति बेस्ट स्लो मोसन हुन्छ होइन। अनि त्यो छ। अनि अर्को चाहिँ के हुन्छ लाइभ फोटो जस्तो हाम्रो मोबाइलहरूमा यताउति यिनीहरूमा चाहिँ लाइभ फोटो सपोर्ट गर्छ नि त्यो पनि छ। अनि मेन बेस्ट एभर बेस्ट भनेको चाहिँ अर्को चाहिँ यसमा चाहिँ 103 GB चाहिँ इनबिल्ट मेमोरी कार्ड छ। त्यो चाहिँ बेस्ट हुने भयो। अनि अर्को अनि पकेट क्यामेरा फेमस भनेकै के को लागि भन्दाखेरि चाहिँ 3 एक्सिस गिम्बल। यसमा चाहिँ तपाईँको गिम्बल चाहिँदैन। यसको फुटेजहरू चाहिँ स्मुथ हुन्छ। टु मच स्मुथ हुन्छ होइन। अनि यो चाहिँ अस्मो पकेट 4P हो। अनि यसको चाहिँ मैले चाहिँ नर्मल मात्र किनेको। यसमा चाहिँ अरू मलाई केही पनि चाहिएन। स्ट्यान्डर्ड कम्बो मात्र किनेको। किनकि मसँग अलरेडी माइक छ DJI-को। अनि त्यही भएर चाहिँ मैले अरू किनेन। अनि त्यसपछि चाहिँ इन द बक्समा चाहिँ यसको के छ भन्दाखेरि चाहिँ इन बक्सभित्र चाहिँ क्यामेरा भयो। त्यसपछि चाहिँ अनि सायद लाइट पनि छ होला है। लाइट पनि छ भनेछ। अनि एउटा क्यारिङ बोर्ड भयो। अनि त्यसपछि एउटा ह्यान्डल विथ अनि तलपट्टिको समात्ने भागको भयो एउटा ह्यान्डल। अनि आई थिङ्क अनि USB-C to C केबलको USB केबल छ। अस्मो पकेट 4 यो चाहिँ यदि तपाईँलाई भ्लगिङ गर्न अथवा तपाईँलाई चाहिँ आफ्नो डकुमेन्ट्री जस्तो बनाउन अनि तपाईँले यदि फोटोग्राफी भिडियोग्राफी गर्नुहुन्छ भने चाहिँ यो चाहिँ तपाईँको एज अ साइड क्यामेरा पनि यसले चाहिँ काम गर्छ। अनि यसमा चाहिँ तपाईँलाई के हुन्छ भन्दाखेरि चाहिँ यदि तपाईँले अनि आफ्नो सोलो ट्रेकिङ गर्दै हुनुहुन्छ अनि तपाईँले कुनै पनि क्यामेराम्यानहरू चाहिँ हायर गर्न चाहनुहुन्न र आफ्नो भिडियो आफै बनाउन सक्नुहुन्छ भने चाहिँ यो चाहिँ बेस्ट छ। यो चाहिँ अस्मो DJI पकेट 4P होइन। कभर चाहिँ यस्तो हुन्छ। अनि यसको अब चाहिँ मैले चाहिँ सायद अनबक्सिङ पनि सजिलो रहेछ। यसमा भित्र के रहेछ सबै कुरा चाहिँ अब हेर्दै जाम है त। DJI-को अस्मो पकेट 4P। अनि यसको एसेसरिजहरू चाहिँ अरू तपाईँले चाहिँ पछि आफूलाई चाहियो भने चाहिँ किन्न सक्नुहुन्छ। जस्तै ब्याट्री ग्रिपहरू भयो अनि एन्टी फिल्टरहरू योहरू चाहिँ किन्न सक्नुहुन्छ। केही पनि छैन यहाँभित्र यो खाली छ। अनि यो चाहिँ तपाईँको स्टिकरहरू यताउता भयो। अनि मेन भनेको चाहिँ यो हो। यसमा चाहिँ के दिएको छ चाहिँ DJI लेखेको भयो। यो चाहिँ क्यामेरा र मैले त यो क्यामेरा यहाँ के छ C to C केबल यो एउटा केबल भयो होइन। अनि यहाँ चाहिँ अरू एसेसरिजहरू सायद यो के हो यो चाहिँ आई थिङ्क यो ह्यान्ड ग्रिप जस्तो लाग्यो मलाई। ह्यान्ड ग्रिप अनि यसले लाइट पनि दिएको रहेछ मलाई। सायद लाइट दिन्न होला जस्तो लागिरहेको थियो मलाई है। यसले मलाई लाइट पनि सायद यो लाइटै हो। है लाइट पनि दिएको रहेछ।
है। यो लाइट पनि रहेछ, यो पनि राम्रो हो। अनि यो चाहिँ तलपट्टिको ह्यान्ड ग्रिप जस्तै हो, ह्यान्ड ग्रिप पनि रहेछ। अनि यो ह्यान्ड ग्रिप भयो। अनि यही हो यसमा। अरू त सरी, मेन भनेको चाहिँ केही छैन यसमा चाहिँ, सबै खाली छ। अनि अब मेन भनेको चाहिँ हाम्रो क्यामेरा, सरी यो चाहिँ क्यामेरा हो। चाहिँ क्यामेरा है त। अनबक्सिङ है। यो चाहिँ DJI Pocket 4P। ओके, नाउ रेडी। यसले चाहिँ अब ल्याङ्ग्वेजहरू योहरू सोध्छ। मैले चाहिँ यो सबै सेटिङ गरेपछि चाहिँ मैले त्यसपछि यसबाट देखाउँछु है त। ओके। अनि यसमा चाहिँ अब चाहिँ सायद स्वाइप टु स्केप 5 टाइम्स रिमेनिङ, यो मेबी Osmo Pocket 4 को स्क्यान, यो चाहिँ मोबाइलमा स्क्यान गरेर चाहिँ यो यसलाई चाहिँ कनेक्ट गर्ने, त्यो अहिले गरिदिएपछि आनन्दै हुन्छ। यो कुरा चाहिँ यसलाई रोक्न परेन होइन। Osmo Pocket 4P first time use। ओके, यो मैले चाहिँ क्यामेरा चाहिँ सबै उस गरिसकेँ होइन, बनाइसकेँ, सबै कुरा भइसक्यो। अनि त्यसपछि चाहिँ अब यो यसको मैले सबै सेटिङहरू हल्का त्यस्तो केही पनि सेटिङहरू त मिलाएको छैन। जस्ट यसमा चाहिँ मैले चाहिँ अरू केही पनि गरेको छैन, नर्मल यत्तिकै मात्र गराएको छु। अहिले चाहिँ मसँग चाहिँ अडियो सुन्नुभएको छ, तपाईँले चाहिँ विथ क्यामेरासँग एट्याच गरेको अडियो सुन्नुभएको छ। अनि यसमा चाहिँ मैले अडियो एट्याच गरेको छैन होइन, मसँग चाहिँ अलरेडी चाहिँ माइक छ है। अनि मैले चाहिँ यो माइक चाहिँ मैले एट्याच गर्छु, सायद यो टिप्छ कि टिप्दैन है त। तपाईँहरू अहिले हेर्दै हुनुहुन्छ सोनी A7 IV को फुटेज होइन, विथ अडियो। अनि अब चाहिँ मैले चाहिँ तपाईँलाई चाहिँ DJI को Osmo Pocket 4 को चाहिँ फुटेज देखाउँछु है त, कस्तो हुने रहेछ त्यो हेर्नुहोस् है त एकचोटि। अनि त्यसपछि तपाईँलाई कम्पेयर गर्न सजिलो हुन्छ कुन क्यामेरा सही हुन्छ भनेर है त। एकचोटि हेर्नुहोस् है यो फुटेज। अहिले चाहिँ म चाहिँ तपाईँलाई चाहिँ Pocket 4 बाट चाहिँ ब्लगिङ गरिरहेको छु होइन। यो चाहिँ Pocket 4 अनि अहिले चाहिँ सेम फ्रेम रेटमा खिचिरहेको छु मैले चाहिँ। मसँग चाहिँ DJI को माइक, यो माइक हो है, DJI माइक मिनीको माइक हो। अनि अहिलेको फुटेज चाहिँ यो चाहिँ Pocket 4 को हो। पकेट यसमा मैले सेटिङहरू केही पनि सेडसाड गरेको छैन, केही पनि गरेको छैन, जस्ट ओपन गरेर चाहिँ अनि यो चाहिँ तपाईँलाई चाहिँ मैले चाहिँ फुटेज देखाएको छु है त। अनि अब यसको र त्यसको चाहिँ थाहा हुन्छ। यसमा चाहिँ जस्तो मैले जस्तो क्यामेरा जता गरे पनि यसले चाहिँ मलाई ट्र्याक गर्छ है त। अनि यो गिम्बल छ, जे गरे पनि यसले चाहिँ फेसलाई चाहिँ ट्र्याक गर्छ। फेसलाई ट्र्याक गर्छ भने फेसलाई चाहिँ तपाईँको चाहिँ सेन्टरमा चाहिँ यसले सेन्टरमा राख्छ है त। मैले चाहिँ अघि बोलेको लाइट चाहिँ बन्द गरेँ। अनि त्यसपछि यसमा चाहिँ मलाई यो अनि सेल्फी लाइट दिएको छ। अनि यो पनि एकचोटि ट्राई गरौँ है त। अनि यसले चाहिँ कतिको क्वालिटी दिने रहेछ भनेर है त। यहाँ पछाडिपट्टि जोइन गर्ने छ नाउ। ओके, यो चाहिँ सेल्फी लाइट है त। यो चाहिँ यसैमा आएको थियो। अनि त्यसपछि चाहिँ मैले कम्बोमा चाहिँ सेल्फी लाइट आएको थियो। ल अब चाहिँ कम्पेयर गर्ने है त, उनको चाहिँ
फुटेज कस्तो छ भनेर चाहिँ मैले चाहिँ त्यसमा चाहिँ लगमा खिचेको थिएँ, यसमा चाहिँ मैले लगमा खिचेको छैन, यसमा चाहिँ जस्तो नर्मल थियो त्यसैमा मात्रै खिचिरहेको छु होइन। अनि यसको फुटेज र त्यसको फुटेजमा चाहिँ के डिफ्रेन्ट हुने रहेछ त्यो पनि हेर्न मिल्छ है त। त्यसपछि चाहिँ ल अनि आउटडोर कस्तो हुन्छ त्यो पनि मैले तपाईँहरूलाई देखाउँछु। अहिलेको लागि चाहिँ अनबक्सिङ भिडियो चाहिँ यति नै है त। DJI Pocket 4 को क्वालिटी तपाईँलाई कस्तो लाग्यो कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न नभुल्नु होला है त। आई थिङ्क यसले चाहिँ ट्र्याक चाहिँ दामी तरिकाले गर्छ है होइन। क्यामेरा चाहिँ यही हो, यो चाहिँ Pocket 4 हो है त। ल यस चाहिँ तपाईँलाई कस्तो लाग्यो त्यो चाहिँ भन्नुहोस् है त। ल बाई, सी यू नेक्स्ट भिडियो।